पाहुनालाई 1 घण्टामा इम्प्रेस पार्ने एउटा रेसिपी लिएर आएको छु। यो दशैंमा चाहिँ तपाईहरुले पाहुना बोलाउनु भएको छ भने चाहिँ यो पक्कु चाहिँ पक्कै बनाउनु होला। एकदमै मिठो भएको थियो। चाहिँ खसीको मासुको बनाएको, तर आई थिंक पोकको पनि हुन्छ। इन्ग्रेडिएन्टमा चाहिँ नुन, बेसार, मसला, धुलो खोर्सानी, गरम मसला अनि मरिचको धुलो हाले, लसुन, अदुवा अनि मैले तोरीको तेल पनि हालेको थिएँ। यहाँ ठ्याक्क फेरि भिडियो नखिचिएछ के। पक्कुको रेसिपी तपाईले बनाएर खुवाउनु भएछ तपाईहरुको पाहुनाले चाहिँ हात चाट्या हुन्छ है भनेर भन्न नमिल्ने। बनाउनु चाहिँ एकदम सजिलो छ। पहिला चाहिँ यो म्यारिनेट गरेर राख्ने। मैले चाहिँ म्यारिनेट गरेर त्यस्तै लगभग 3-4 घण्टा राखे होला। अनि घिउमा पकाउनु पर्ने रहेछ पक्कु चाहिँ। मेरो पनि यो फर्स्ट टाइम है बनाएको। यो चाहिँ सानो आगोमा छोप्दै पकाउँदै पानी मज्जाले सुकेपछि चाहिँ तपाईहरुले चाहिँ एभ्री 2 to 3 मिनेट्स चाहिँ चलाउँदै गर्नुपर्छ के, नत्र भए अलि डर्ने रहेछ। यो पक्कु बनाउनलाई चाहिँ धैर्यता चाहिँ एकदम हुनुपर्ने रहेछ। अनि उलाई अटेन्सन एकदम दिन पर्ने के, उसकै वरिपरि हिँडिराख्नु पर्ने जतिखेर पनि। यो मौरी फुलतिर घुमे जस्तै के। एनीवेज जोक असाइड, यो चाहिँ मासु, तेल अनि मसला मज्जासँग छुटेपछि रातो रातो हुन स्टार्ट गर्दो रहेछ अनि सुक्खा हुने रहेछ के। यति भएपछि तपाईको पक्कु रेडी भयो। दशैंमा चाहिँ पक्कै बनाउनु होला यो रेसिपी। ह्यापी दशैं, इन्जॉय कुकिङ एभ्रीवन, बाइ।